हामीले चाहिँ तपाईहरुलाई एलएमएस पोर्टलमा लगइन गरिरहेका छौं। सो त्यसको लागि चाहिँ जो पासपोर्ट रिसेट लिंक तपाईहरुकोमा आएको छ तर एक्सपायर भयो भने चाहिँ तपाईहरुले अर्को अप्सन चाहिँ कसरी लगइन गर्न सक्नुहुन्छ भनेर म देखाउन गइरहेको छु। सो यसमा चाहिँ सबैभन्दा सुरुमा तपाईहरुले यो हाम्रो लगइन पेजमा आइसकेपछि लगइन विथ ओटीपी इन्स्टेन्ट गर्नु होला। लगइन विथ ओटीपी इन्स्टेन्ट आफ्टर दैट तपाईहरुको नम्बर हाल्नु होला है। तपाईहरुले जुन नम्बर हामीले एकाडेमीमा प्रोवाइड गर्नु भएको छ त्यो नम्बर चाहिँ तपाईहरुले यहाँ इम्पोर्ट गर्नु होला। मैले यहाँ इम्पोर्ट गरेर तपाईहरुलाई देखाउँदै छु 976 यो नम्बर युज गरेको छु। सो अब तपाईहरुसँग छ यदि भने नम्बर साइन इन गर्नु होला। इफ अब यसरी आउँछ तपाईहरुमा ओटीपी आएको छैन भने चाहिँ के गर्नु पर्यो भन्दाखेरि सेन्ड अगेन थिच्नु होला है। सेन्ड अगेन थिच्नु होला। त्यो पछाडी तपाईहरुको फोनमा चाहिँ ओटीपी आउँछ। मेरोमा आइसकेको छ। म यहाँ ओटीपी हालेर देखाउँदैछु तपाईहरुलाई। सो मैले यसलाई भेरिफाई गरे भने चाहिँ यहाँबाट लगइन हुन्छ है। तपाईहरुले यसरी पनि लगइन गर्न सक्नुहुन्छ। इफ यो चाहिँ के कन्डिसनमा तपाईहरुले गर्नु पर्यो तपाईहरुको रिसिट लिंक आएको छ अनि तपाईहरुको पासवर्ड एक्सपायर भइसक्यो भने चाहिँ तपाईहरुले यसरी पनि लगइन गर्न सक्नुहुन्छ।